चेतनारायण अर्याल, रामापुर। कविता लेख्ने बानी भएको हुनाले आफूलाई लागेको कुराहरू कविता मार्फत मैले आफ्नो कुराहरू व्यक्त गर्न गइरहेको छु। कविताले सबै कुराहरू छर्लङ्ग पार्छ। मेरो कविताको शीर्षक छ कसले सिकायो। कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। सम्भावनाहरू यही थिए, सम्भावनाहरू यही थिए, अवसरहरू यही थिए। अवस्थाको पहिचान गरेनौ, विचारले भावना भरेनौ। कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। पश्चाताप हुन्छ हुँदैन अब हेर, पश्चाताप हुन्छ हुँदैन अब हेर। वृद्ध वृद्ध मरिसक्छन्, वृद्ध वृद्ध मरिसक्छन्। बच्चा बच्ची आवारा बन्छन्, श्रीमती सहर पस्छिन्, फेसबुक हेरेर बस्छिन्। कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। खेतबारी बाँझिए, खेतबारी बाँझिए, इष्टमित्र टाढा भए। के चाहना पुरा भए, के उद्देश्य पुरा भए। आखिर सपना भयो जिन्दगी, आखिर सपना भयो जिन्दगी। कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। गाउँ गाउँमा सरकारी स्कुल छन्, त्यहीँ पढ्ने विद्यार्थी छन्। घर घरमा पानी बिजुली, धमाधम सडक खनिए। भिजन खोज्न छोडेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। मातृभूमिले शराब्दा के हुन्छ हेर, मातृभूमिले शराब्दा के हुन्छ हेर। घर आउँदा श्रीमती पाउँदैनौ, तिम्रो पसिना अर्कैले खान्छ, तिम्रो पसिना अर्कैले खान्छ। उमेर घट्दै जान्छ, उमेर घट्दै जान्छ। मौरी बुढे जस्तो हुन्छ, खुदामा मौरी बुढे जस्तो हुन्छ, खुदामा मौरी बुढे जस्तो हुन्छ। कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। बाबुआमाको न्यानो काख, इष्टमित्रको माया ममता, आफ्नै माटोमा हुने उत्पादन। मरे पनि आफ्नै भूमिमा पवित्र बन्न पाइने यहाँ, मरे पनि आफ्नै भूमिमा पवित्र बन्न पाइने यहाँ। कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। पसिना जति अर्कैको देशमा भिजायो, पसिना जति अर्कैको देशमा भिजायो। न त मातापिता रिजायौ, न त मातापिता रिजायौ। पैसा कमाएर सबलाई खिजायौ, पैसा कमाएर सबलाई खिजायौ। पश्चातापै पश्चातापमा तिमीलाई एक दिन जीवनले धिक्कार भन्नेछ, एक दिन तिमीलाई जीवनले धिक्कार भन्नेछ। कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर, कसले सिकायो तिमीलाई विदेश जानुपर्छ भनेर। हस्त, धन्यवाद।